हेलो एभ्रिवान मिनासान कोन्निचिवा यहाँलाई स्वागत छ आजको नयाँ भिडियो नयाँ क्लासमा। एकचोटि सोच्नुहोस् त यदि तपाईलाई 500 वटा जापानिज भोक्याबुलरी मात्र याद भयो भने तपाई सिम्पल कन्भर्सेसन सुरु गर्न सक्नुहुन्छ कि सक्नुहुन्न होला। सक्नुहुन्छ नि। त्यसैले आज हामी जापानी भाषा जेरो लेभलबाट सुरु गर्नका लागि चाहिने 500 प्लस भोक्याबुलरीहरू सिक्ने छौं। र ध्यान दिएर सुन्नुहोस्, यदि तपाईले यो भिडियो पुरा हेर्नु भयो भने तपाईलाई जापानिज भाषा बोल्न र बुझ्न सक्ने एउटा कन्फिडेन्स आउँछ। सो सुन्नी मात्र होइन मसँगै रिपिट पनि गर्नुहोस् किनकि स्पिकिङ प्र्याक्टिस बिना इम्प्रुभमेन्ट हुँदैन। सो आउनुहोस् ढिला नगरिकन भिडियोमा अघि बढौँ। देवा हाजिमे मास्यो। सो पहिलो रहेको छ वातासी। वातासी भनेको चाहिँ म रहेको छ, मलाई चाहिँ जापानिजमा वातासी भनेर भनिन्छ है त। सो अर्को रहेको छ तिमी अथवा तपाई है त। यसलाई चाहिँ जापानिजमा आनाता भनेर भनिन्छ है त। आनाता भनेको के रहेको छ त, तिमी अथवा तपाई है त। सो अर्को रहेको छ ऊ भन्नु पर्यो भने चाहिँ खारे भनेर भनिन्छ है त। यो चाहिँ पुरुषलाई प्रयोग गरिन्छ है त, खारे। सो बोयफ्रेन्डलाई पनि खारे भनेर भनिन्छ है त। सो अर्को रहेको छ खान्ज्यो। खान्ज्यो भनेको चाहिँ महिलालाई बोलाउँदा चाहिँ खान्ज्योको प्रयोग गरिन्छ। अनि गर्लफ्रेन्ड भन्नु पर्यो भने खान्ज्यो भनेर भनिन्छ है त। सो अर्को रहेको छ मानिस। मानिसलाई चाहिँ जापानिजमा हितो भनेर भनिन्छ है त। हितो भनेको के रहेको छ त, मानिस रहेको छ। मानिसलाई चाहिँ जापानिजमा हितो भनेर भनिन्छ है त। सो अर्को हेरौँ साथी। साथीलाई चाहिँ जापानिजमा तोमोदाची भनेर भनिन्छ है त। तोमोदाची। तोमोदाची भनेको के रहेछ त, साथी रहेको छ। सो अर्को हेरौँ परिवार। परिवारलाई चाहिँ जापानिजमा खाजोकु भनेर भनिन्छ है त। खाजोकु भनेको चाहिँ के रहेको छ त, परिवार रहेको छ। परिवारलाई चाहिँ जापानिजमा खाजोकु भनेर भनिन्छ। सो अर्को रहेको छ बुबा अथवा ड्याडलाई चाहिँ जापानिजमा ओतौसान भनेर भनिन्छ है त। ओतौसान भनेको के रहेको छ त, बुबा। ओतौसान भनेको के हो त, बुबा रहेको छ। सो अर्को रहेको छ आमा। आमालाई चाहिँ जापानिजमा ओकासान भनेर भनिन्छ है त। ओकासान भनेको के हो त, आमा रहेको छ। आमालाई चाहिँ जापानिजमा ओकासान भनेर भनिन्छ है त। सो अर्को रहेको छ दाई। दाईलाई चाहिँ जापानिजमा आनी भनेर भनिन्छ है त। आनी भनेको के रहेको छ त, दाई। दाईलाई चाहिँ जापानिजमा आनी भनेर भनिन्छ। त्यसै गरी अर्को दिदी। दिदीलाई चाहिँ जापानिजमा आने भनेर भनिन्छ है त। आने भनेको के रहेको छ त, दिदी। दिदीलाई चाहिँ जापानिजमा आने भनेर भनिन्छ। सो अर्को रहेको छ भाइ। भाइलाई चाहिँ जापानिजमा ओतौतो। ओतौतो भनेको के हो त, भाइ रहेको छ। भाइलाई चाहिँ जापानिजमा ओतौतो भनेर भनिन्छ। सो अर्को रहेको छ बहिनी। बहिनीलाई चाहिँ जापानिजमा इमौतो भनेर भनिन्छ है त। इमौतो भनेको के रहेको छ त, बहिनी रहेको छ। बहिनीलाई चाहिँ जापानिजमा इमौतो भनेर भनिन्छ। सो अर्को रहेको छ विद्यार्थी अथवा स्टुडेन्टलाई चाहिँ जापानिजमा गाक्कुसेई भनेर भनिन्छ है त। गाक्कुसेई भनेको चाहिँ विद्यार्थी रहेको छ। त्यसै गरी अर्को शिक्षक अथवा टिचरलाई चाहिँ जापानिजमा सेन्सेई भनेर भनिन्छ है त। सेन्सेई भनेको के हो त, शिक्षक अथवा टिचर रहेको छ। सो अर्को हेरौँ कर्मचारी। कर्मचारीलाई चाहिँ जापानिजमा खाइस्याइन भनेर भनिन्छ है त। खाइस्याइन भनेको चाहिँ कर्मचारी रहेको छ। कर्मचारीलाई चाहिँ जापानिजमा खाइस्याइन भनेर भनिन्छ। त्यसै गरी अर्को रहेको छ डाक्टर। डाक्टरलाई चाहिँ जापानिजमा इस्या भनेर भनिन्छ है त। इस्याको अर्थ के रहेछ त, डाक्टर रहेछ। सो अर्को हेरौँ देश अथवा कन्ट्रीलाई चाहिँ जापानिजमा कुनी भनेर भनिन्छ है त। कुनी भनेको के हो त, देश रहेको छ। त्यसै गरी जापान भन्नु पर्यो भने जापानलाई चाहिँ जापानिज भाषामा निहोन भनेर भनिन्छ है त। निहोन भनेको चाहिँ जापान रहेको छ। त्यसै गरी नेपाल। नेपाललाई चाहिँ नेपारू भनेर भनिन्छ है त। नेपारू भनेर भनिन्छ नेपाललाई चाहिँ जापानी भाषामा। सो अर्को रहेको छ अहिले। अहिले भन्नु पर्यो भने चाहिँ जापानिजमा इमा भनेर भनिन्छ है त। इमा भनेको के हो त, अहिले। अहिलेलाई चाहिँ जापानिजमा इमा भनेर भनिन्छ। त्यसै गरी भोलि। भोलिलाई चाहिँ जापानिजमा आसिता भनेर भनिन्छ है त। आसिता भनेको चाहिँ के हो त, भोलि। सो अर्को रहेको छ हिजो। हिजोलाई चाहिँ जापानिजमा किनौ भनेर भनिन्छ है त। किनौ भनेको के रहेछ त, हिजो रहेको छ। हिजोलाई चाहिँ जापानिजमा किनौ भनेर भनिन्छ। त्यसै गरी आज भन्नु पर्यो भने क्यौ। क्यौ भनेको के हो त, आज। क्यौ भनेको के हो त, आज रहेको छ। त्यसै गरी बिहान। बिहानलाई चाहिँ जापानिजमा आशा भनेर भनिन्छ। आशा भनेको के रहेको छ त, बिहान रहेको छ। त्यसै गरी दिउँसो भन्नु पर्यो भने चाहिँ हिरु है त। हिरु भनेको चाहिँ दिउँसो। दिउँसोलाई चाहिँ जापानिजमा हिरु भनेर भनिन्छ है त। सो अर्को रहेको छ रात अथवा रातिलाई चाहिँ जापानिजमा योरु भनेर भनिन्छ है त। योरु भनेको के रहेको छ त, रात रहेको छ। रातलाई चाहिँ जापानिजमा योरु भनेर भनिन्छ। त्यसै गरी सोमबारलाई चाहिँ जापानिजमा गेत्सु योबी भनेर भनिन्छ है त। गेत्सु योबी भनेको चाहिँ सोमबार रहेको छ। सोमबारलाई चाहिँ जापानिजमा गेत्सु योबी भनेर भनिन्छ।
त्यसैगरी मंगलबार भन्नु पर्यो भने चाहिँ खायोबी खायोबी भनेको के हो त मंगलबार खाने दिन के मंगलबार चाहिँ सम्झिनुस् कि खाने दिन छ त्यही भएर खायोबी है त सो अर्को रहेको छ बुधबार बुधबार चाहिँ सुइयोबी बुधबार चाहिँ बच्चाहरूलाई सुई लाउँछ त्यसै भएर सुइयोबी भनेर सम्झिनु है त सो अर्को रहेको छ बिहीबार भनेको चाहिँ मोकुयोबी बिहीबार चाहिँ मकै टिप्न जानुपर्छ बारीमा त्यही भएर मोकुयोबी भनेर सम्झिनु त्यसैगरी अर्को रहेको छ शुक्रबार चाहिँ किन्योबी किन्योबी भनेको के हो त शुक्रबार स्कुल चाहिँ शुक्रबार आधा टाइममा सुरु हुन्छ नि तपाईहरु शपिङ गर्न जानुहुन्छ नि किनमेल गर्न त्यही भएर चाहिँ किन्योबी भनेको चाहिँ शुक्रबार भनेर सम्झिनु त्यसैगरी शनिबारलाई चाहिँ दोयोबी दोयोबी भनेको चाहिँ के हो त शनिबार रहेको छ समय समय अथवा टाइमलाई चाहिँ जापानिजमा जिखान भनेर भनिन्छ त जिखान अथवा जिकान भनेर भनिन्छ है त सो अर्को रहेको छ 1 बजेलाई चाहिँ जापानिजमा इचिजी भनेर भनिन्छ त इची भनेको 1 अनि जी भनेको बजे है त त्यही भएर इचिजी भनेको चाहिँ 1 बजे रहेको छ त्यसैगरी 2 बजे भन्नु पर्यो भने निजी भनेर भनिन्छ त निजी भनेको चाहिँ 2 बजे रहेको छ त्यसैगरी 3 बजे भन्नु पर्यो भने सान्जी सान्जी भनेको चाहिँ 3 बजे रहेको छ त्यसैगरी गोजी भनेको चाहिँ 5 बजे भन्नु पर्यो भने चाहिँ गोजी भनेर भनिन्छ है त त्यसैगरी 10 बजे भन्नु पर्यो भने ज्यूजी भनेर भनिन्छ है त ज्यूजी भनेको चाहिँ 10 बजे रहेको छ त्यसैगरी जानुलाई चाहिँ जापानिजमा इकु भनेर भनिन्छ कसैलाई जानु भन्नु पर्यो भने चाहिँ जापानिजमा इकुको प्रयोग गरिन्छ है त इकु चाहिँ आयो अनि इकुलाई चाहिँ हामीले वनमा चाहिँ इकु आयो है अनि इकुलाई चाहिँ हामीले जानु भनेर भन्नु पर्यो नि त्यही भएर इकु भनेर सम्झिनु है त जानु भन्ने बित्तिकै इकुको याद राख्नु है त सो अर्को रहेको छ आउनुलाई चाहिँ कुरु भनेको चाहिँ के रहेको छ त आउनु चाहिँ के हो त कुरु रहेको छ त्यसैगरी फर्कनुलाई चाहिँ खाएरु भनेर भनिन्छ खाएर चाहिँ फर्कनु है भन्छ नि हामीले पाहुनालाई त्यही भएर खाएरु भनेको चाहिँ फर्कनु रहेको छ त्यसैगरी अर्को रहेको छ खानुलाई चाहिँ ताबेरु भनेर भनिन्छ है त ताबेरु भनेको चाहिँ खानु तातो चीज खानु ताबेरु है त सो अर्को रहेको छ पिउनुलाई चाहिँ नोमु भनेर भनिन्छ नोमु भनेको पिउनु है त सो अर्को रहेको छ हेर्नुलाई चाहिँ मिरु भनेर भनिन्छ है त मिरु भनेको चाहिँ के रहेको छ त हेर्नुलाई चाहिँ जापानिजमा मिरु भनेर भनिन्छ त्यसैगरी सुन्नुलाई चाहिँ जापानिजमा किकु भनेर भनिन्छ है त किकु भनेको के रहेको छ त सुन्नु रहेको छ सुन्नुलाई चाहिँ जापानिजमा किकु भनेर भनिन्छ त्यसैगरी बोल्नुलाई चाहिँ जापानिजमा हानासु भनेर भनिन्छ है त हानासु भनेको चाहिँ बोल्नु जस्तै अहिले म के गर्दैछु त हानासु गर्दैछु म बोल्दैछु है त सो अर्को रहेको छ पढ्नुलाई चाहिँ जापानिजमा योमु भनेर भनिन्छ योमु भनेको के रहेको छ त पढ्नु रहेको छ पढ्नुलाई चाहिँ जापानिजमा योमु भनेर भनिन्छ त्यसैगरी लेख्नुलाई चाहिँ जापानिजमा खाकु भनेर भनिन्छ त खाकु भनेको चाहिँ के हो त लेख्नु रहेको छ त्यसैगरी पढ्नुलाई चाहिँ जापानिजमा बेन्क्यौ सुरु भनेर भनिन्छ है त बेन्क्यौ सुरु भनेको चाहिँ पढ्नु रहेको छ पढ्नुलाई चाहिँ जापानिजमा बेन्क्यौ सुरु भनेर भनिन्छ त्यसैगरी काम गर्नुलाई चाहिँ हाताराकु भनेर भनिन्छ है त हाताराकु भनेको चाहिँ काम गर्नु हतार काम गर्नु त्यही भएर हाताराकु है त सो अर्को रहेको छ सुत्नुलाई चाहिँ जापानिजमा नेरु भनेर भनिन्छ है त नेरु भनेको के हो त सुत्नु रहेको छ सुत्नुलाई चाहिँ जापानिजमा नेरु भनेर भनिन्छ त्यसैगरी अर्को रहेको छ उठ्नुलाई चाहिँ जापानिजमा ओकिरु भनेर भनिन्छ है त ओकिरु भनेको चाहिँ उठ्नु रहेको छ उठ्नुलाई चाहिँ जापानिजमा ओकिरु भनेर भनिन्छ सो अर्को रहेको छ खेल्नुलाई चाहिँ जापानिजमा आसोबु भनेर भनिन्छ है त आसोबु भनेको चाहिँ खेल्नु रहेको छ खेल्नुलाई चाहिँ जापानिजमा आसोबु भनेर भनिन्छ सो अर्को रहेको छ हिड्नुलाई चाहिँ जापानिजमा आरुकु भनेर भनिन्छ त आरुकु भनेको के रहेको छ त हिड्नु रहेको छ हिड्नुलाई चाहिँ जापानिजमा आरुकु भनेर भनिन्छ त्यसैगरी दौडनुलाई चाहिँ हासिरु भनेर भनिन्छ त हासिरु भनेको चाहिँ दौडनु रहेको छ दौडनुलाई चाहिँ जापानिजमा हासिरु भनेर भनिन्छ त्यसैगरी पर्खनुलाई चाहिँ माचु भनेर भनिन्छ त माचु भनेको चाहिँ पर्खनु रहेको छ पर्खनुलाई चाहिँ जापानिजमा माचु भनेर भनिन्छ त्यसैगरी किन्नुलाई चाहिँ खाउ भनेर भनिन्छ त खाउ भनेको चाहिँ किन्नु खाने चिज चाहिँ किन्नु त्यही भएर खाउ भनेको के हो त किन्नु रहेको छ त्यसैगरी बेच्नुलाई चाहिँ उरु भनेको के हो त बेच्नु रहेको छ उरु भनेको चाहिँ बेच्नु भनेर सम्झिनु त्यसैगरी किताबलाई चाहिँ होन भनेर भनिन्छ त होन भनेको चाहिँ किताब रहेको छ किताबलाई चाहिँ जापानिजमा होन भनेर भनिन्छ सो अर्को रहेको छ पेन्सिललाई चाहिँ एनपिचु भनेर भनिन्छ है त एनपिचु भनेको चाहिँ पेन्सिल हो पेन्सिललाई चाहिँ जापानिजमा एनपिचु भनेर भनिन्छ है त सो अर्को रहेको छ
इरेजरलाई चाहिँ जापानिजमा केसिगोमी भनेर भनिन्छ है त केसिगोमी भनेको चाहिँ इरेजर रहेको छ इरेजरलाई चाहिँ जापानिजमा केसिगोमी भनेर भनिन्छ त्यसैगरी झोलालाई चाहिँ खाबान भनेर भनिन्छ है त खाबान भनेको के हो त झोला रहेको छ झोलालाई चाहिँ जापानिजमा खाबान भनेर भनिन्छ त्यसैगरी जुत्तालाई चाहिँ कुचु भनेर भनिन्छ है त कुचु भनेको चाहिँ जुत्ता रहेको छ जुत्तालाई चाहिँ जापानिजमा कुचु भनेर भनिन्छ त्यसैगरी लुगालाई चाहिँ फुकु भनेर भनिन्छ है त लुगालाई चाहिँ जापानिजमा फुकु भनेर भनिन्छ सो अर्को रहेको छ चिठीलाई चाहिँ जापानिजमा तेगामी भनेर भनिन्छ त तेगामी भनेको के रहेको छ त चिठी रहेको छ चिठीलाई चाहिँ जापानिजमा तेगामी भनेर भनिन्छ त्यसैगरी फोनलाई चाहिँ जापानिजमा देनवा भनेर भनिन्छ त देनवा भनेको चाहिँ फोन सो अर्को रहेको छ टिभीलाई तेरेबी भनेर भनिन्छ त तेरेबी भनेको चाहिँ टिभी रहेको छ टिभीलाई चाहिँ जापानिजमा तेरेबी भनेर भनिन्छ त्यसैगरी कम्प्युटरलाई चाहिँ जापानिजमा कम्प्युटा भनेर भनिन्छ त कम्प्युटा भनेको के हो त कम्प्युटर रहेको छ जापानिजमा चाहिँ कम्प्युटरलाई चाहिँ कोन्पिता भनेर भनिन्छ है त त्यसैगरी कुर्सीलाई चाहिँ जापानिजमा इसु भनेर भनिन्छ है त कुर्सीलाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त इसु भनेर भनिन्छ त्यसैगरी टेबललाई चाहिँ चुकुए भनेर भनिन्छ त चुकुए भनेको चाहिँ टेबल रहेको छ टेबललाई चाहिँ जापानिजमा चुकुए भनेर भनिन्छ त्यसैगरी कोठालाई चाहिँ हेया भनेर भनिन्छ त हेया भनेको चाहिँ कोठा रहेको छ कोठालाई चाहिँ जापानिजमा हेया भनेर भनिन्छ त्यसैगरी घरलाई चाहिँ जापानिजमा इए भनेर भनिन्छ त इए र अथवा उची पनि भनिन्छ त दुईटै भनिन्छ सो अर्को रहेको छ गाडीलाई चाहिँ कुरुमा भनेर भनिन्छ त कुरुमा भनेको चाहिँ गाडी अथवा कार है त सो अर्को रहेको छ साइकललाई चाहिँ जापानिजमा जितेन्स्या भनेर भनिन्छ त जितेन्स्या भनेको के रहेको छ त साइकल रहेको छ साइकललाई चाहिँ जापानिजमा जितेन्स्या भनेर भनिन्छ त्यसैगरी स्टेसनलाई चाहिँ जापानिजमा एकी भनेर भनिन्छ त एकी भनेको चाहिँ स्टेसन रहेको छ स्टेसनलाई चाहिँ जापानिजमा एकी भनेर भनिन्छ त्यसैगरी स्कुललाई चाहिँ जापानिजमा गाक्कौ भनेर भनिन्छ त गाक्कौ भनेको चाहिँ स्कुल रहेको छ विद्यालय सो अर्को हेरौँ अस्पताललाई चाहिँ जापानिजमा ब्युइन भनेर भनिन्छ त ब्युइन भनेको चाहिँ अस्पताल रहेको छ अस्पताललाई चाहिँ जापानिजमा ब्युइन भनेर भनिन्छ त्यसैगरी भातलाई चाहिँ जापानिजमा गोहान भनेर भनिन्छ त खानालाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त गोहान भनेर भनिन्छ त्यसैगरी रोटीलाई चाहिँ पान भनेर भनिन्छ पान भनेको चाहिँ रोटी हो रोटीलाई चाहिँ जापानिजमा पान भनेर भनिन्छ त्यसैगरी माछालाई चाहिँ जापानिजमा साकाना भनेर भनिन्छ त साकाना भनेको चाहिँ माछा रहेको छ माछालाई चाहिँ जापानिजमा साकाना भनेर भनिन्छ सो अर्को रहेको छ मासुलाई चाहिँ जापानिजमा निकु भनेर भनिन्छ त निकु भनेको चाहिँ मासु रहेको छ मासुलाई चाहिँ जापानिजमा निकु भनेर भनिन्छ त्यसैगरी तरकारीलाई चाहिँ यासाई भनेर भनिन्छ त यासाई भनेको चाहिँ तरकारी रहेको छ तरकारीलाई चाहिँ जापानिजमा यासाई भनेर भनिन्छ त्यसैगरी फललाई चाहिँ जापानिजमा कुदामोनो भनेर भनिन्छ त कुदामोनो भनेको चाहिँ फलफुल है त सो अर्को रहेको छ पानीलाई चाहिँ जापानिजमा मिजु भनेर भनिन्छ है त मिजु भनेको के हो त पानी रहेको छ पानीलाई चाहिँ जापानिजमा मिजु भनेर भनिन्छ तपाईँको मिजुले चाहिँ तपाईँलाई पानी दिनुभयो भनेर सम्झिनु है त सो अर्को रहेको छ चियालाई चाहिँ सजिलै छ ओच्या भनेर भनिन्छ ओच्या भनेको चियालाई चाहिँ हामीले बोलाउने के ओच्या भनेर है त सो अर्को रहेको छ कफीलाई चाहिँ कोही भनेर भनिन्छ त कोही व्यक्तिले चाहिँ कफी पिउँछ भनेर सम्झिनु है त सो अर्को रहेको छ दुधलाई चाहिँ जापानिजमा ग्युन्यु भनेर भनिन्छ त ग्युन्यु भनेको चाहिँ दुध रहेको छ दुधलाई चाहिँ जापानिजमा ग्युन्यु भनेर भनिन्छ त्यसैगरी अन्डालाई चाहिँ जापानिजमा तामागो भनेर भनिन्छ त तामागो चाहिँ गोलो गोलो अन्डा रहेको है त त्यो भनेर सम्झिनु सो अर्को रहेको छ स्याउलाई चाहिँ रिङ्गो भनेर भनिन्छ रिङ्गो भनेको के हो त स्याउ रहेको छ स्याउलाई चाहिँ जापानिजमा रिङ्गो भनेर भनिन्छ सो अर्को रहेको छ केरालाई चाहिँ जापानिजमा बानाना भनेर भनिन्छ त बानाना भनेको केरा है त बनाना भनेर भनिन्छ नि हामीले जापानिजमा बानाना भनेर भनिन्छ त सो अर्को रहेको छ सुन्तलालाई चाहिँ जापानिजमा मिखान भनेर भनिन्छ त मिखान भनेको चाहिँ सुन्तला है त सो अर्को रहेको छ केकलाई चाहिँ जापानिजमा केकी भनेर भनिन्छ केकी भनेको चाहिँ केक रहेको छ सो अर्को हेरौँ आइसक्रिमलाई चाहिँ जापानिजमा आइसुकिरिमु भनेर भनिन्छ त आइसुकिरिमु भनेको चाहिँ आइसक्रिम रहेको छ सो अर्को रहेको छ नुनलाई चाहिँ जापानिजमा सिओ भनेर भनिन्छ त सिओ भनेको नुन सम्झिने बित्तिकै सियो सम्झिनु है त घरमा लुगा स्याउने सियो सो अर्को रहेको छ चिनीलाई चाहिँ जापानिजमा सातौ भनेको के हो त चिनी रहेको छ चिनी खाएर मेरो सातै गयो भन्छ नि हामीले चिनु है त सो अर्को रहेको छ सुसीलाई चाहिँ सुसी नै भनिन्छ यो जापानिज सुसी हो यो चाहिँ है सो अर्को रहेको छ
यहाँ चाहिँ दुई तीनटा रहेको छ। अर्को रहेको छ महँगो अथवा अग्लोलाई चाहिँ जापानिजमा ताखाई भनेर भनिन्छ है त। ताखाई अथवा ताकाई भनेर भनिन्छ है त। यो भनेको चाहिँ महँगो अथवा अग्लो दुईटै मिनिङ है त। सो अर्को रहेको छ सस्तोलाई चाहिँ जापानिजमा यासुई भनेर भनिन्छ। यासुई भने के हो त? सस्तो रहेको छ। सस्तोलाई चाहिँ जापानिजमा यासुई भनेर भनिन्छ। त्यसै गरी ठुलो भन्नु पर्यो भने ओकी। ओकी भनेको चाहिँ ठुलो रहेको छ। ठुलोलाई चाहिँ जापानिजमा ओकी भनेर भनिन्छ। त्यसै गरी सानो भन्नु पर्यो भने चाहिँ चिसाई भनेर भनिन्छ त। चिसाई भनेको चाहिँ सानो रहेको छ। सानोलाई चाहिँ जापानिजमा चिसाई भनेर भनिन्छ। त्यसै गरी राम्रो भन्नु पर्यो भने इ अथवा इ भनेर भनिन्छ है त। सो अर्को रहेको छ नराम्रोलाई चाहिँ वारुई भनेर भनिन्छ। वारुई भनेको नराम्रो रहेको छ। नराम्रोलाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त? वारुई भनिँदो रहेछ। सो अर्को रहेको छ नयाँ भन्नु पर्यो भने चाहिँ आतारासी। आतारासी भनेको चाहिँ नयाँ रहेको छ। नयाँलाई चाहिँ जापानिजमा आतारासी भनेर भनिन्छ। त्यसै गरी पुरानो भन्नु पर्यो भने फुरुई। फुरुई भनेको चाहिँ पुरानो। पुरानोलाई चाहिँ जापानिजमा फुरुई भनेर भनिन्छ। त्यसै गरी तातो भन्नु पर्यो भने आचुई भनेको चाहिँ तातो है त। आचुई भनेको चाहिँ तातो रहेको छ। तातोलाई चाहिँ जापानिजमा आचुई भनेर भनिन्छ। सो चिसो भन्नु पर्यो भने सामुई। सामुई भनेको चाहिँ चिसो रहेको छ। चिसोलाई चाहिँ जापानिजमा सामुई भनेर भनिन्छ। अर्को रहेको छ रातो भन्नु पर्यो भने रातो कलरलाई चाहिँ जापानिजमा आकाई भनेर भनिन्छ है त। आकाई भनेको चाहिँ रातो अथवा रेड है त कलर यो चाहिँ। सो अर्को रहेको छ निलो कलर भन्नु पर्यो भने चाहिँ आवोई भनेको चाहिँ निलो कलर है त। आवोई भनेको चाहिँ के हो त? निलो है त। त्यसै गरी सेतो भन्नु पर्यो भने सिरोई। सिरोई भनेको के हो त? सेतो रहेको छ। सेतोलाई चाहिँ जापानिजमा सिरोई भनेर भनिन्छ। त्यसै गरी कालो भन्नु पर्यो भने कुरोई। कुरोई भनेको के हो त? कालो रहेको छ। कालोलाई चाहिँ जापानिजमा कुरोई भनेर भनिन्छ। त्यसै गरी रमाइलो भन्नु पर्यो भने तानोसी भनेको चाहिँ रमाइलो। रमाइलोलाई चाहिँ जापानिजमा तानोसी भनेर भनिन्छ। त्यसै गरी बेरिङ भन्नु पर्यो भने चाहिँ जापानिजमा चुमारा नाई भनेर भनिन्छ त। बेरिङ भनेको चाहिँ चुमारा नाई रहेको छ। त्यसै गरी व्यस्त भन्नु पर्यो भने चाहिँ इसोगासी है त। व्यस्त अथवा बिजी इसोगासी। सो अर्को हेरौँ फुर्सदलाई चाहिँ जापानिजमा हिमा भनेर भनिन्छ। म फुर्सद छु भनेर भनिन्छ नि, त्यतिखेर चाहिँ हिमा है त। फुर्सद फ्री। सो अर्को रहेको छ हल्लालाई चाहिँ जापानिजमा उरुसाई भनेर भनिन्छ। उरुसाई भनेको चाहिँ हल्ला हो हल्ला के। सो अर्को रहेको छ दायाँ भन्नु पर्यो भने दायाँलाई चाहिँ मिगी भनेर भनिन्छ है त। मिगी भनेको चाहिँ दायाँ रहेको छ। त्यसै गरी बायाँलाई चाहिँ हिदारी भनेर भनिन्छ। हिदारी भनेको चाहिँ बायाँ रहेको छ। बायाँलाई चाहिँ जापानिजमा के भनिँदो रहेछ त? हिदारी भनेर भनिँदो रहेछ। त्यसै गरी अगाडि भन्नु पर्यो भने माए। माए भनेको चाहिँ अगाडि रहेको छ। अगाडिलाई चाहिँ जापानिजमा माए भनेर भनिन्छ। त्यसै गरी पछाडि उसिरो। उसिरो भनेको चाहिँ पछाडि रहेको छ। पछाडिलाई चाहिँ जापानिजमा उसिरो भनेर भनिन्छ। त्यसै गरी भित्रलाई चाहिँ नाका भनेर भनिन्छ। नाका भनेको चाहिँ भित्र है त। नाकको भित्र फोहोर हुन्छ भनेर सम्झिनु है त नाका। सो अर्को रहेको छ बाहिर भनेको चाहिँ सोतो। सोतो भनेको चाहिँ बाहिर रहेको छ। बाहिरलाई चाहिँ जापानिजमा सोतो भनेर भनिन्छ। त्यसै गरी माथि भन्नु पर्यो भने उये। उये भनेको चाहिँ माथि है त। माथिलाई चाहिँ जापानिजमा उये भनेर भनिन्छ। त्यसै गरी तल भन्नु पर्यो भने सीता। सीता भनेको के हो त? तल है त। सो अर्को रहेको छ नजिक भन्नु पर्यो भने चिकाकु। चिकाकु भनेको चाहिँ नजिक। चिकाकु भनेको के हो त? नजिक। सो अर्को हेरौँ टाढालाई चाहिँ जापानिजमा तोओई भनेर भनिन्छ। तोओई भनेको चाहिँ टाढा रहेको छ। टाढालाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त? तोओई भनेर भनिँदो रहेछ। त्यसै गरी सहर भन्नु पर्यो भने माची। माची भनेको चाहिँ सहर रहेको छ। सहरलाई चाहिँ जापानिजमा के भनेर भनिँदो रहेछ त? माची भनेर भनिँदो रहेछ। त्यसै गरी गाउँलाई चाहिँ मुरा भनेर भनिन्छ त। मुरा भनेको चाहिँ गाउँ। गाउँलाई चाहिँ जापानिजमा मुरा भनेर भनिन्छ। सो अर्को रहेको छ पसल। पसललाई चाहिँ जापानिजमा मिसे भनेर भनिन्छ त। मिसे भनेको चाहिँ पसल रहेको छ। पसललाई चाहिँ जापानिजमा मिसे भनेर भनिन्छ। त्यसै गरी रेस्टुरेन्ट। रेस्टुरेन्टलाई चाहिँ जापानिजमा रेसुतोरान भनेर भनिन्छ त। रेसुतोरान भनेको चाहिँ के हो त? रेस्टुरेन्ट रहेको छ। रेस्टुरेन्टलाई चाहिँ जापानिजमा रेसुतोरान भनेर भनिन्छ। त्यसै गरी पार्क। पार्कलाई चाहिँ जापानिजमा कौएन भनेर भनिन्छ त। कौएन भनेको चाहिँ पार्क रहेको छ। पार्कलाई चाहिँ जापानिजमा कौएन भनेर भनिन्छ। त्यसै गरी सिनेमा हल। सिनेमा हल। सिनेमा हललाई चाहिँ जापानिजमा इए।
गाक्कान भनेर भनिन्छ त इए गाक्कान भनेको चाहिँ सिनेमा हल रहेको छ सिनेमा हललाई चाहिँ जापानिजमा इए गाक्कान भनेर भनिन्छ सो अर्को रहेको छ हुलाक हुलाकलाई चाहिँ जापानिजमा युबिन केकु भनेर भनिन्छ त युबिन केकु भनेको चाहिँ हुलाक रहेको छ जहाँ चाहिँ हामीले हुलाकबाट चाहिँ चिठीहरू पठाउँछौँ नि त्यो वाला है त सो अर्को रहेको छ बैङ्क बैङ्कलाई चाहिँ जापानिजमा गिन्को भनेर भनिन्छ त गिन्को भनेको चाहिँ बैङ्क हो बैङ्कलाई चाहिँ जापानिजमा गिन्को भनेर भनिन्छ सो अर्को रहेको छ एयरपोर्ट एयरपोर्टलाई चाहिँ जापानिजमा कुको भनेर भनिन्छ त कुको भनेको चाहिँ एयरपोर्ट रहेको छ एयरपोर्टलाई चाहिँ जापानिजमा कुको भनेर भनिन्छ त्यसै गरी हो भन्नु पर्यो भने हाई कसैले चाहिँ तपाईलाई तपाईको नाम सीता हो तपाईको नाम राम हो भनेर सोध्यो भने तपाईले चाहिँ हो भनेर भन्नु पर्यो भने चाहिँ जापानिजमा हाई भनेर भन्नुपर्छ है त हो भन्नु पर्यो भने चाहिँ हाई भन्नु सो अथवा होइन भन्नु पर्यो भने चाहिँ तपाईले इए भन्नुहुन्छ है त इए भनेको चाहिँ होइन रहेको छ त्यसै गरी धन्यवाद भन्नु पर्यो भने चाहिँ आरिगातो गोजाइमास भनेर भन्नुहुन्छ है त आरिगातो गोजाइमास भनेको चाहिँ धन्यवाद है त कसैले तपाईलाई हेल्प गर्नुभयो अनि तपाईले चाहिँ भन्नुपर्छ कि आरिगातो गोजाइमास भनेर भन्नुपर्छ है त जापानमा सो अर्को रहेको छ माफ गर्नुहोस् भन्नु पर्यो भने चाहिँ तपाईबाट केही गल्ती भयो अनि तपाईले चाहिँ माफ गर्नुहोस् भनेर भन्नु पर्यो भने चाहिँ सुमिमासेन भनेर भन्नुहुन्छ है त सुमिमासेन भनेको माफ गर्नुहोस् अथवा एक्सक्युज मी भन्नु पर्यो भने पनि सुमिमासेन भनेर भनिन्छ है त सो अर्को रहेको छ शुभ बिहान भन्नु पर्यो अथवा गुड मर्निङ भन्नु पर्यो भने चाहिँ ओहायो भनेर भनिन्छ त ओहायो अथवा ओहायो गोजाइमास पनि भनिन्छ सर्टकटमा है ओहायो भनेर भनिन्छ त्यसै गरी अर्को रहेको छ नमस्कार भन्नु पर्यो भने चाहिँ कोन्निचिवा भनेर भनिन्छ त कोन्निचिवा भनेको चाहिँ नमस्कार रहेको छ नमस्कारले चाहिँ जापानिजमा कोन्निचिवा भनेर भनिन्छ त्यसै गरी शुभ साँझ भन्नु पर्यो भने चाहिँ कोन्बानवा भनेर भनिन्छ त कोन्बानवा भनेको चाहिँ शुभ साँझ रहेको छ शुभ साँझ भनेको चाहिँ कोन्बानवा है त सो अर्को रहेको छ बिदा भन्नु पर्यो भने चाहिँ सायोनारा भनेको चाहिँ बाई 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 बाईलाई चाहिँ जापानिजमा सायोनारा भनेर भनिन्छ त्यसै गरी बुझ्छु भन्नु पर्यो भने वाकारिमास भनेको चाहिँ बुझ्छु रहेको छ त्यसै गरी बुझ्दिन भन्नु पर्यो भने वाकारिमासेन भनेको के हो त बुझ्दिन अथवा बुझिन भनेको है त सो अर्को रहेको छ एकलाई चाहिँ जापानिजमा इची भनेर भनिन्छ त अब हामी 1 2 पढ्न सिक्छौँ एकलाई चाहिँ जापानिजमा इची भनेर भनिन्छ त्यसै गरी दुई भन्नु पर्यो भने चाहिँ नि भनेको के हो त दुई रहेको छ दुईलाई चाहिँ जापानिजमा नि भनेर भनिन्छ त्यसै गरी सान भनेको तीनलाई चाहिँ जापानिजमा सान भनेर भनिन्छ त्यसै गरी चारलाई चाहिँ योन भनेको के हो त चारलाई चाहिँ जापानिजमा योन भनेर भनिन्छ त्यसै गरी पाँचलाई जापानिजमा गो भनेर भनिन्छ गो भनेको चाहिँ 5 है त त्यसै गरी 6 भन्नु पर्यो भने रोकु भनेको चाहिँ 6 रहेको छ 6लाई चाहिँ जापानिजमा रोकु भनेर भनिन्छ त्यसै गरी 7लाई चाहिँ नाना भनेर भनिन्छ त नाना भनेको चाहिँ 7 रहेको छ त्यसै गरी 8लाई चाहिँ हाची भनेर भनिन्छ हाची भनेको के हो त 8 रहेको छ त्यसै गरी 9लाई चाहिँ जापानिजमा क्यु भनेर भनिन्छ क्यु भनेको के हो त 9 रहेको छ 9लाई चाहिँ जापानिजमा क्यु भनेर भनिन्छ त्यसै गरी 10लाई चाहिँ ज्यू भनेर भनिन्छ ज्यू भनेको के हो त 10 रहेको छ 10लाई चाहिँ जापानिजमा ज्यू भनेर भनिन्छ त्यसै गरी अब भवन भन्नु पर्यो भने चाहिँ जापानिजमा ताते मोनो भनेर भनिन्छ त भवनलाई चाहिँ जापानिजमा ताते मोनो भनेर भनिन्छ त्यसै गरी लगाउनलाई चाहिँ जापानिजमा किरु भनेर भनिन्छ किरु भनेको के हो त लगाउनु रहेको छ लगाउनलाई चाहिँ जापानिजमा किरु भनेर भनिन्छ त्यसै गरी अर्को रहेको छ फुकाल्नुलाई चाहिँ जापानिजमा नुगु भनेर भनिन्छ त नुगु भनेको चाहिँ के हो त फुकाल्नु रहेको छ त्यसै गरी बोक्नुलाई चाहिँ मोचु भनेर भनिन्छ त मोचु भनेको के हो त बोक्नु रहेको छ बोक्नुलाई चाहिँ जापानिजमा मोचु भनेर भनिन्छ त्यसै गरी प्रयोग गर्नुलाई चाहिँ जापानिजमा चुकाउ भनेर भनिन्छ त चुकाउ भनेको चाहिँ प्रयोग गर्नु केही चिज प्रयोग गर्नुलाई चाहिँ चुकाउ भनेर भनिन्छ है त सो अर्को रहेको छ सिकाउनुलाई चाहिँ कसैलाई सिकाउनु भनेर भनिन्छ नि त्यतिखेर चाहिँ ओसिएरु भनेर भनिन्छ त ओसिएरुको अर्थ चाहिँ के रहेछ त सिकाउनु रहेछ त्यसै गरी अर्को रहेको छ सिक्नुलाई चाहिँ जापानिजमा नाराउ भनेर भनिन्छ नाराउको अर्थ चाहिँ के हो त सिक्नु रहेको छ त्यसै गरी बनाउनुलाई चाहिँ जापानिजमा चुकुरु भनेर भनिन्छ त चुकुरु भनेको बनाउनु जस्तै केक बनाउनु त्यस्तो वाला है त सो अर्को रहेको छ रुनेलाई चाहिँ जापानिजमा नाकु भनेर भनिन्छ नाकु भनेको के हो त रुने रहेको छ त्यसै गरी अर्को रहेको छ हाँस्नुलाई चाहिँ जापानिजमा वाराउ भनेर भनिन्छ त वाराउ भनेको चाहिँ हाँस्नुलाई चाहिँ जापानिजमा वाराउ भनेर भनिन्छ त्यसै गरी पौडनुलाई चाहिँ जापानिजमा ओयोगु भनेर भनिन्छ ओयोगु भनेको चाहिँ पौडनु अथवा पौडी खेल्नु के त्यो वाला सो अर्को रहेको छ जीवनलाई चाहिँ जापानिजमा सेइकाचु भनेर भनिन्छ त सेइकाचु भनेको चाहिँ के हो त जीवन है जीवनलाई चाहिँ जापानिजमा सेइकाचु भनेर भनिन्छ त्यसै गरी कामलाई चाहिँ जापानिजमा सिगोतो भनेर भनिन्छ त सिगोतो भनेको के रहेछ त काम रहेको छ कामलाई चाहिँ जापानिजमा सिगोतो भनेर भनिन्छ
त्यसैगरी पैसालाई चाहिँ जापानिजमा ओखाने भनेर भनिन्छ। ओखाने भनेको के हो त पैसा रहेको छ, पैसालाई चाहिँ जापानिजमा ओखाने भनेर भनिन्छ। त्यसैगरी आफै भन्नु पर्यो भने जीवन, आफै भनेको चाहिँ जीवन, जीवनको अर्थ चाहिँ आफै रहेको छ। त्यसैगरी सजिलो भन्नु पर्यो भने बेन्ड्री, बेन्ड्री भनेको चाहिँ के हो त सजिलो रहेको छ, सजिलोलाई चाहिँ जापानिजमा बेन्ड्री भनेर भनिन्छ। त्यसैगरी असजिलो भन्नु पर्यो भने चाहिँ फुबेन भनेर भनिन्छ त, फुबेन भनेको चाहिँ असजिलो है त। सो अर्को रहेको छ साँचो भन्नु पर्यो भने चाहिँ होन्तो भनेको चाहिँ साँचो हो, साँचो कुरा के होन्तो भनेको चाहिँ साँचो है त। सो अर्को रहेको छ झुट भन्नु पर्यो भने उसो, उसो भनेको के हो त झुट रहेको छ, झुटलाई चाहिँ जापानिजमा उसो भनेर भनिन्छ। त्यसैगरी स्वास्थ्य, स्वास्थ्यलाई चाहिँ जापानिजमा केन्को भनेर भनिन्छ त, केन्को भनेको के हो त स्वास्थ्य रहेको छ, स्वास्थ्यलाई चाहिँ जापानिजमा केन्को भनेर भनिन्छ। त्यसैगरी कृपया भन्नु पर्यो भने चाहिँ दौजो भनेको चाहिँ कृपया है त। यो चाहिँ कतिखेर प्रयोग गरिन्छ भने कसैलाई चाहिँ केही कुरा दिने बेला प्रयोग गरिन्छ के दौजो भनेर है त, कृपया यो लिनुहोस् भनेर है त। सो अर्को रहेको छ मिल्दैन भन्नु पर्यो भने दामे, दामे भनेको चाहिँ मिल्दैन के, मिल्दैनलाई चाहिँ जापानिजमा दामे भनेर भनिन्छ। सो सँगै भन्नु पर्यो भने चाहिँ इस्यौनी भनेर भनिन्छ त, इस्यौनीको अर्थ चाहिँ सँगै रहेको छ। सो त्यसै गरी धेरैलाई चाहिँ जापानिजमा ताकुसान भनेर भनिन्छ त, ताकुसानको अर्थ चाहिँ धेरै रहेको छ। त्यसै गरी अलि भन्नु पर्यो भने चाहिँ सुकोसी भनेको चाहिँ अलि अथवा थोरै रहेको छ है त। सो अर्को रहेको छ अझै अथवा धेरै भन्नु पर्यो भने चाहिँ मादा भनेर भनिन्छ है त, अझै दिनु मलाई भनेर भन्छ नि केही चिज, त्यतिखेर चाहिँ मादाको प्रयोग गरिन्छ। सो अर्को रहेको छ पहिले नै, केही कुरा चाहिँ मैले पहिले नै गरिसकेँ भनेर भन्नु पर्यो भने चाहिँ मौको प्रयोग गरिन्छ है त, पहिले नै भनेको चाहिँ मौ अथवा अलरेडी है त यसको अर्थ चाहिँ। सो अर्को रहेको छ धेरैलाई चाहिँ जापानिजमा तोत्तेमो भनेर भनिन्छ, तोत्तेमो भनेको चाहिँ के हो त धेरै रहेको छ, धेरैलाई चाहिँ जापानिजमा तोत्तेमो भनेर भनिन्छ। त्यसै गरी अहिले भन्नु पर्यो भने इमा, इमालाई चाहिँ जापानिजमा अहिले भनेर भनिन्छ। त्यसै गरी अझै धेरै भन्नु पर्यो भने मादा, मादा भनेको चाहिँ अझै धेरै के, मादा मादा अझै धेरै। सो अर्को रहेको छ तुरुन्त भन्नु पर्यो भने चाहिँ सुगु भनेको चाहिँ तुरुन्त अथवा तुरुन्तै है त। अर्को रहेको छ हरेक दिन भन्नु पर्यो भने चाहिँ माइनिची भनेको चाहिँ के हो त हरेक दिन रहेको छ, हरेक दिनलाई चाहिँ जापानिजमा माइनिची भनेर भनिन्छ। त्यसै गरी हरेक हप्ता भन्नु पर्यो भने माइस्यु भनेको चाहिँ हरेक हप्ता, माइस्यु भनेको के हो त हरेक हप्ता रहेको छ। त्यसै गरी हरेक महिना भन्नु पर्यो भने माइ चुकी भनेर भनिन्छ त, माइचुकी भनेको हरेक महिना रहेको छ। त्यसै गरी हरेक वर्ष भन्नु पर्यो भने माइतोसी भनेर भनिन्छ त, माइतोसी भनेको के हो त हरेक वर्ष रहेको छ। सो त्यसै गरी सबैभन्दा भन्नु पर्यो भने चाहिँ इचिबान भनेको चाहिँ सबैभन्दा, यो चाहिँ कतिखेर प्रयोग गरिन्छ भने चाहिँ सबैभन्दा तपाईँलाई मनपर्ने चिज चाहिँ कुन हो भनेर सोद्धाखेरि चाहिँ इचिबानको प्रयोग गरिन्छ त सबैभन्दा, यसको अर्थ चाहिँ। सो अर्को रहेको छ राम्रो, राम्रोलाई चाहिँ जापानिजमा जेउजु भनेर भनिन्छ है त, जेउजु भनेको चाहिँ जान्ने कि एकदम जान्ने, राम्रो कुनै चिजमा चाहिँ एकदम के भन्छ त्यसलाई, कुनै चिजमा चाहिँ एकदम प्रख्यात ट्यालेन्टलाई चाहिँ जापानिजमा जेउजु भनेर भनिन्छ है त। सो अर्को रहेको छ कमजोर, कमजोरलाई चाहिँ जापानिजमा हेत्ता भनेर भनिन्छ, हेत्ता भनेको चाहिँ कमजोर है त। सो अर्को रहेको छ उपयोगी भन्नु पर्यो भने चाहिँ बेन्ड्री, बेन्ड्री भनेको चाहिँ उपयोगी है त। सो अर्को रहेको छ गाह्रोलाई चाहिँ जापानिजमा ताहेन भनेर भनिन्छ, ताहेन भनेको चाहिँ गाह्रो रहेको छ, गाह्रोलाई चाहिँ जापानिजमा ताहेन भनेर भनिन्छ। त्यसै गरी सजिलो भन्नु पर्यो भने चाहिँ खानतान भनेको के हो त सजिलो रहेको छ, सजिलोलाई चाहिँ जापानिजमा खानतान भनेर भनिन्छ है त। सो अर्को रहेको छ हतार गर्नु, हतार गर्नुलाई चाहिँ जापानिजमा इसोगु भनेर भनिन्छ, इसोगु हतार गर्नु है त। अर्को रहेको छ मद्दत गर्नुलाई चाहिँ जापानिजमा तासुकेरु भनेर भनिन्छ त, तासुकेरु भनेको चाहिँ मद्दत गर्नु रहेको छ यसको अर्थ चाहिँ। सो अर्को रहेको छ बिर्सनु, केही कुरा चाहिँ मैले बिर्सेँ भनेर भन्छ नि, त्यही भएर बिर्सनुलाई चाहिँ जापानिजमा वासुरेरु भनेर भनिन्छ त, वासुरेरु भनेको चाहिँ बिर्सनु रहेको छ। त्यसै गरी याद गर्नुलाई चाहिँ जापानिजमा ओबोएरु भनेर भनिन्छ त, ओबोएरु भनेको चाहिँ याद गर्नु रहेको छ। सो अर्को रहेको छ मर्नुलाई चाहिँ जापानिजमा सिनु भनेर भनिन्छ त, सिनु भनेको चाहिँ मर्नु रहेको छ। सो अर्को रहेको छ बाँच्नुलाई चाहिँ इकिरु भनेर भनिन्छ त, इकिरु भनेको चाहिँ बाँच्नु है त। सो अर्को रहेको छ सुरु गर्नु, केही कुरा चाहिँ सुरु गर्नु अथवा स्टार्ट गर्नु भनेर भन्नु पर्यो भने चाहिँ जापानिजमा हाजिमेरु भनेर भनिन्छ त, हाजिमेरु भनेको के हो त स्टार्ट गर्नु अथवा सुरु गर्नु है त। सो अर्को रहेको छ समाप्त हुनु, समाप्त हुनलाई चाहिँ जापानिजमा ओवारु भनेर भनिन्छ त, ओवारु, यो चाहिँ ओवारी मासबाट आएको है त, ओवारु भनेको समाप्त गर्नु। सो अर्को रहेको छ जारी राख्नु,
केही कुरा चाहिँ जारी राख्नु भन्नु पर्यो भने चाहिँ चुजुकेरु हैन त चुजुकेरु भनेको चाहिँ जारी राख्नु रहेको छ। त्यसैगरी रोक्नुलाई चाहिँ जापानिजमा तोमेरु भनेर भनिन्छ त तोमेरु भनेको चाहिँ रोक्नु रहेको छ रोक्नुलाई चाहिँ जापानिजमा तोमेरु भनेर भनिन्छ। सो अर्को रहेको छ खोल्नु खोल्नुलाई चाहिँ हिराकु भनेर भनिन्छ त हिराकु भनेको चाहिँ खोल्नु रहेको छ खोल्नुलाई चाहिँ जापानिजमा के भनिदो रहेछ त हिराकु भनेर भनिदो रहेछ। त्यसैगरी बन्द गर्नुलाई चाहिँ जापानिजमा सिमेरु भनेर भनिन्छ त सिमेरुको अर्थ चाहिँ के हो त बन्द गर्नु रहेको छ। सो अर्को रहेको छ सोच्नु सोच्नुलाई चाहिँ जापानिजमा खानगाएरु भनेर भनिन्छ त खानगाएरु भनेको सोच्नु है त केही कुरा सोच्नु भनेर भन्नु पर्यो चाहिँ खानगाएरु भनेर भनिन्छ है त जापानिजमा। सो अर्को रहेको छ निर्णय गर्नुलाई चाहिँ जापानिजमा किमेरु भनेर भनिन्छ किमेरु भनेको चाहिँ के हो त निर्णय गर्नु रहेको छ। त्यसैगरी परिवर्तन गर्नु अथवा चेन्ज गर्नुलाई चाहिँ जापानिजमा खाएरु भनेर भनिन्छ त खाएरु भनेको चेन्ज गर्नु अथवा परिवर्तन गर्नु। सो अर्को रहेको छ हराउनुलाई चाहिँ जापानिजमा नाकुसु भनेर भनिन्छ त नाकुसु भनेको चाहिँ के हो त हराउनु रहेको छ। सो भेट्नुलाई चाहिँ जापानिजमा मिचुकेरु भनेर भनिन्छ त मिचुकेरु भनेको के हो त भेट्नु अथवा भेटाउनु। सो पुग्नुलाई चाहिँ जापानिजमा चुकु भनेर भनिन्छ त चुकु भनेको चाहिँ पुग्नु है त। सो अर्को रहेको छ ढिला हुनुलाई चाहिँ ओकुरेरु भनेर भनिन्छ ओकुरेरु भनेको ढिला हुनु अथवा लेट हुनु रहेको छ। त्यसैगरी समयमै पुग्नु भन्नु पर्यो भने मानी आऊ भनेको चाहिँ समयमै पुग्नु कता चाहिँ समयमै पुग्नु भनेर भन्नु पर्यो भने चाहिँ जापानिजमा मानी आऊ भनेर भनिन्छ। त्यसैगरी चढ्नुलाई चाहिँ जापानिजमा नोरु भनेर भनिन्छ जस्तै भेहिकल गाडी चढ्नु गाडी चढ्नु बाइक चढ्नु त्यतिखेर चाहिँ प्रयोग गरिन्छ है त चढ्नु भनेको नोरु। सो अर्को रहेको छ ओर्लनुलाई चाहिँ जापानिजमा ओरिरु भनेर भनिन्छ त ओरिरु भनेको चाहिँ ओर्लनु अथवा झर्नु के गाडीबाट। सो अर्को रहेको छ थकित हुनु अथवा थाक्नुलाई चाहिँ जापानिजमा चुकारेरु भनेर भनिन्छ त चुकारेरु भनेको चाहिँ थकित हुनु अथवा थकाइ लाग्नु अथवा थाक्नु है। सो अर्को रहेको छ जम्मा गर्नु केही चिजको चाहिँ जम्मा गर्नुलाई चाहिँ जापानिजमा आचुमेरु भनेर भनिन्छ त आचुमेरु भनेको के हो त जम्मा गर्नु है त। सो अर्को रहेको छ बिगार्नुलाई चाहिँ जापानिजमा कोवासु भनेर भनिन्छ है त कोवासु भनेको चाहिँ के हो त बिगार्नु रहेको छ। त्यसैगरी मर्मत गर्नुलाई चाहिँ नाउसु भनेर भनिन्छ नाउसु भनेको चाहिँ मर्मत गर्नु अथवा बनाउनु है। सो अर्को रहेको छ झार्नुलाई चाहिँ जापानिजमा फुरु भनेर भनिन्छ जस्तै रेन के पानी पर्नु त्यो हाल है त फुरु। सो अर्को रहेको छ फुल फुल्नुलाई चाहिँ जापानिजमा साकु भनेर भनिन्छ साकु भनेको चाहिँ फुल फुल्नु रहेको छ है त। सो अर्को रहेको छ आइलाउनुलाई चाहिँ जापानिजमा खारेरु भनेर भनिन्छ है त खारेरु भनेको चाहिँ आइलाउनु रहेको छ। त्यसरी अर्को रहेको छ चल्नुलाई चाहिँ जापानिजमा उगोकु भनेर भनिन्छ त उगोकु भनेको चल्नु रहेको छ चल्नुलाई चाहिँ जापानिजमा उगोकु भनेर भनिन्छ। त्यसैगरी उड्नुलाई चाहिँ जापानिजमा तोबु भनेर भनिन्छ तोबु भनेको के हो त उड्नु है त। सो अर्को रहेको छ जाँच गर्नु सिराबेरु भनेको चाहिँ जाँच गर्नु रहेको छ है त जाँच गर्नुलाई चाहिँ जापानिजमा सिराबेरु भनेर भनिन्छ। त्यसैगरी देखाउनुलाई चाहिँ सिमेसु भनेर भनिन्छ सिमेसु भनेको चाहिँ देखाउनुलाई चाहिँ जापानिजमा सिमेसु भनेर भनिन्छ। त्यसैगरी उभिनुलाई चाहिँ ताच्चु भनेको चाहिँ उभिनु है त। त्यसैगरी बस्नुलाई चाहिँ सुवारु भनेर भनिन्छ सुवारु भनेको बस्नु। त्यसैगरी ढिला उठ्नुलाई चाहिँ नेबौसुरु भनेर भनिन्छ त नेबौसुरु भनेको चाहिँ ढिला उठ्नु रहेको छ। त्यसैगरी झगडा गर्नुलाई चाहिँ जापानिजमा केन्कासुरु भनेर भनिन्छ त केन्कासुरु भनेको झगडा गर्नु है त। सो अर्को रहेको छ वाचा गर्नु अथवा बाचा गर्नु भनेर भनिन्छ नि त्यतिखेर चाहिँ जापानिजमा याकुसोकु सुरु भनेर भनिन्छ त याकुसोकु सुरु भनेको चाहिँ वाचा गर्नु अथवा बाचा गर्नु के भनेर भन्नुहुन्छ तपाईँहरूले। सो अर्को रहेको छ चिन्ता गर्नुलाई चाहिँ जापानिजमा सिन्पाई सुरु भनेर भनिन्छ त सिन्पाई सुरु भनेको के हो त चिन्ता गर्नु रहेको छ चिन्ता गर्नुलाई चाहिँ जापानिजमा सिन्पाई सुरु भनेर भनिन्छ। रहेको छ तनावलाई चाहिँ जापानिजमा किन्चौ भनेर भनिन्छ त किन्चौ भनेको चाहिँ तनाव रहेको छ तनावलाई चाहिँ जापानिजमा किन्चौ भनेर भनिन्छ। त्यसैगरी खेल अथवा म्याचलाई चाहिँ जापानिजमा सिआई भनेर भनिन्छ त गेमलाई चाहिँ जापानिजमा सिआई भनेर भनिन्छ। त्यसैगरी बैठकलाई चाहिँ जापानिजमा खाइगी भनेर भनिन्छ त खाइगीको अर्थ चाहिँ बैठक रहेको छ। सो अर्को हेरौँ हामी सामग्रीलाई चाहिँ जापानिजमा सिरियो भनेको के हो त सिरियो भनेको चाहिँ सामग्री रहेको छ सामग्रीलाई चाहिँ जापानिजमा सिरियो भनेर भनिन्छ। त्यसैगरी बानीलाई चाहिँ जापानिजमा सिउकान भनेर भनिन्छ त सिउकान भनेको बानी अथवा ह्याबिट रहेको छ। त्यसैगरी जीवनलाई चाहिँ जापानिजमा सेइकाचु भनेर भनिन्छ त सेइकाचु भनेको जीवन अथवा लाइफ
भनेर बुझिन्छ। संसारलाई चाहिँ जापानिजमा सेकाई भनेर भनिन्छ। त सेकाईको अर्थ चाहिँ संसार है त। सो अर्को हेरौँ हामी स्वतन्त्रता भन्नु पर्यो भने चाहिँ जिउ भनेको चाहिँ स्वतन्त्रता है त। सो अर्को रहेको छ सफलतालाई चाहिँ जापानिजमा सेइको भनेर भनिन्छ। सेइको भनेको चाहिँ सफलता है त। सो असफलता भन्नु पर्यो भने सिपाई भनेको चाहिँ असफलता। सो अर्को हेरौँ रुचि अथवा इच्छालाई चाहिँ जापानिजमा क्योमी भनेर भनिन्छ। त क्योमी भनेको चाहिँ रुचि रहेको छ। सो अर्को रहेको छ समस्यालाई चाहिँ जापानिजमा मोन्दाई भनेर भनिन्छ। त मोन्दाई भनेको समस्या अथवा प्रब्लम रहेको छ। त्यसै गरी उत्तरलाई चाहिँ जापानिजमा कोताए भनेर भनिन्छ। त कोताए भनेको उत्तर है त। सो अर्को रहेको छ प्रश्नलाई चाहिँ जापानिजमा सिचुमोन भनेर भनिन्छ। सिचुमोन भनेको चाहिँ प्रश्न अथवा क्वेसन रहेको छ। त्यसै गरी अर्थलाई चाहिँ जापानिजमा इमी भनेर भनिन्छ। इमी भनेको चाहिँ के हो त अर्थ रहेको छ। त्यसै गरी तरिकालाई चाहिँ जापानिजमा हौ भनेर भनिन्छ। हौ भनेको के हो त तरिका रहेको छ। त्यसै गरी कारणलाई चाहिँ जापानिजमा र्यौ भनेर भनिन्छ। त र्यौ भनेको चाहिँ कारण रहेको छ। त्यसै गरी परिणामलाई चाहिँ जापानिजमा केक्का भनेर भनिन्छ। त केक्का भनेको चाहिँ के हो त परिणाम रहेको छ। त्यसै गरी अनुभवलाई चाहिँ जापानिजमा केइकेन भनेर भनिन्छ। त केइकेन भनेको चाहिँ अनुभव। सो अर्को रहेको छ भावनालाई चाहिँ जापानिजमा किमोची भनेर भनिन्छ। त किमोची भनेको चाहिँ भावना रहेको छ। भावनालाई चाहिँ जापानिजमा किमोची भनेर भनिन्छ। त्यसै गरी आत्मविश्वासलाई चाहिँ जापानिजमा जिसिन भनेर भनिन्छ। त जिसिन भनेको चाहिँ आत्मविश्वास रहेको छ। त्यसै गरी मेहनतलाई चाहिँ जापानिजमा दोर्योकु भनेर भनिन्छ। त दोर्योकु भनेको चाहिँ मेहनत रहेको छ। त्यसै गरी भविष्यलाई चाहिँ जापानिजमा स्युराई भनेर भनिन्छ। त स्युराई भनेको के हो त भविष्य रहेको छ। भविष्यलाई चाहिँ जापानिजमा स्युराई भनेर भनिन्छ। त्यसै गरी अहिले भन्नु पर्यो भने चाहिँ जापानिजमा गेन्जाई भनेर भनिन्छ। त गेन्जाई भनेको चाहिँ अहिले रहेको छ। त्यसै गरी विगत भन्नु पर्यो भने चाहिँ खाको भनेर भनिन्छ। खाको भनेको चाहिँ विगत रहेको छ है त। त्यसै गरी प्रकृति भन्नु पर्यो भने चाहिँ सिजन भनेको चाहिँ प्रकृति भनेर भनिन्छ। सिजनको अर्थ चाहिँ प्रकृति रहेको छ। त्यसै गरी जीवलाई चाहिँ जापानिजमा सेइबुत्सु भनेर भनिन्छ। सेइबुत्सु भनेको चाहिँ जीव जनावर है। सो अर्को रहेको छ वातावरणलाई चाहिँ जापानिजमा खान्क्यौ भनेर भनिन्छ। खान्क्यौ भनेको चाहिँ वातावरण रहेको छ। त्यसै गरी मौका अथवा मेसिनलाई चाहिँ जापानिजमा किकाई भनेर भनिन्छ। त किकाईको अर्थ चाहिँ मौका अथवा मेसिन दुवै अर्थ लाग्छ। सो अर्को रहेको छ कारलाई चाहिँ जापानिजमा जिदौस्या भनेर भनिन्छ। त जिदौस्या भनेको चाहिँ कार रहेको छ। सो अर्को रहेको छ रेललाई चाहिँ जापानिजमा तेचुदौ भनेर भनिन्छ। त तेचुदौ भनेको चाहिँ रेल रहेको छ। रेललाई चाहिँ जापानिजमा तेचुदौ भनेर भनिन्छ। त्यसै गरी विमानलाई चाहिँ जापानिजमा हिकौकी भनेर भनिन्छ। त हिकौकी भनेको के हो त विमान रहेको छ। त्यसै गरी जहाजलाई चाहिँ जापानिजमा फुने भनेर भनिन्छ। त फुने भनेको चाहिँ जहाज रहेको छ। जहाजलाई जापानिजमा फुने भनेर भनिन्छ। त्यसै गरी सडकलाई चाहिँ जापानिजमा दौरो भनेर भनिन्छ। त दौरो अथवा मिची भनेर भनिन्छ। त्यसै गरी अर्को रहेको छ ठाउँलाई चाहिँ जापानिजमा बास्यो भनेर भनिन्छ। त बास्यो भनेको चाहिँ ठाउँ रहेको छ। त्यसै गरी क्षेत्रलाई चाहिँ जापानिजमा चिकी भनेर भनिन्छ। त चिकी भनेको चाहिँ क्षेत्र रहेको छ। त्यसै गरी राजधानीलाई चाहिँ जापानिजमा स्युतो भनेर भनिन्छ। स्युतो भनेको चाहिँ राजधानी है त। सो अर्को रहेको छ अन्तर्राष्ट्रिय भन्नु पर्यो भने चाहिँ कोकुसाई भनेको चाहिँ अन्तर्राष्ट्रिय रहेको छ। सो अर्को रहेको छ संस्कृतिलाई चाहिँ जापानिजमा बुन्का भनेर भनिन्छ। त बुन्का भनेको के हो त संस्कृति रहेको छ। सो अर्को रहेको छ खतरनाकलाई चाहिँ जापानिजमा आबुनाई भनेर भनिन्छ। त आबुनाई भनेको चाहिँ खतरनाक डरलाग्दो है त। सो अर्को रहेको छ खुसीलाई चाहिँ जापानिजमा उरेसी भनेर भनिन्छ अथवा ह्याप्पी है। सो अर्को रहेको छ दुखी स्याड भन्नु पर्यो भने चाहिँ जापानिजमा खानासी भनेर भनिन्छ। त खानासी भनेको दुखी स्याड है त। सो अर्को रहेको छ डरलाग्ने भन्नु पर्यो भने चाहिँ कोवाई भनेको चाहिँ डरलाग्दो। त्यसै गरी बलियोलाई चाहिँ चुयोई भनेर भनिन्छ। चुयोई भनेको चाहिँ बलियो है त। सो अर्को रहेको छ कमजोरलाई चाहिँ जापानिजमा योवाई भनेर भनिन्छ। योवाई भनेको चाहिँ के हो त कमजोर रहेको छ। त्यसै गरी छिटोलाई चाहिँ जापानिजमा हायाई भनेर भनिन्छ। हायाई भनेको चाहिँ छिटो अथवा फास्ट।
सो अर्को रहेको छ ढिलोलाई चाहिँ ओसोई भनेर भनिन्छ ओसोई भनेको चाहिँ ढिलो रहेको छ त्यसैगरी गुलियोलाई चाहिँ जापानिजमा आमाई भनेर भनिन्छ आमाईको अर्थ चाहिँ गुलियो रहेको छ गुलियोलाई चाहिँ जापानिजमा आमाई भनेर भनिन्छ त्यसैगरी पिरो भन्नु पर्यो भने खाराई खाराई भनेको के हो त पिरो रहेको छ पिरोलाई चाहिँ जापानिजमा खाराई भनेर भनिन्छ है त सो अर्को रहेको छ नुनिलो नुनिलोलाई चाहिँ जापानिजमा सोपाची भनेर भनिन्छ त सोपाई भनेको चाहिँ नुनिलो रहेको छ नुनिलोलाई चाहिँ जापानिजमा सोपाई भनेर भनिन्छ त्यसैगरी तितोलाई चाहिँ जापानिजमा निगाई भनेर भनिन्छ निगाई भनेको चाहिँ तितो रहेको छ तितोलाई चाहिँ जापानिजमा निगाई भनेर भनिन्छ त्यसैगरी मोटोलाई चाहिँ फुतोई फुतोईको अर्थ चाहिँ मोटो रहेको छ मोटोलाई चाहिँ जापानिजमा फुतोई भनेर भनिन्छ त्यसैगरी पातलो भन्नु पर्यो भने चाहिँ होसोई भनेको चाहिँ पातलो रहेको छ पातोलाई चाहिँ जापानिजमा होसोई भनेर भनिन्छ त्यसैगरी रमाइलो भन्नु पर्यो भने तानोसी तानोसीको अर्थ के हो त रमाइलो रहेको छ रमाइलोलाई चाहिँ जापानिजमा तानोसी भनेर भनिन्छ त्यसैगरी गाह्रो भन्नु पर्यो भने चाहिँ मुजु खासी अथवा कासी भनेर भनिन्छ त मुजु खासी अथवा मुजु कासी दुईटा प्रोनाउन्सिएसन गरिन्छ सो अर्को रहेको छ सजिलोलाई चाहिँ जापानिजमा यासासी भनेर भनिन्छ अथवा दयालुलाई पनि जापानिजमा यासासी भनेर भनिन्छ त्यसैगरी फराकिलोलाई चाहिँ जापानिजमा हिरोई भनेको चाहिँ फराकिलो है त फराकिलोलाई चाहिँ जापानिजमा के भनिदो रहेछ त हिरोई भनेर भनिदो रहेछ त्यसैगरी साङ्गुरो भन्नु पर्यो भने सेमाई सेमाई भनेको चाहिँ साङ्गुरो ठाउँ नभएको है त सो अर्को रहेको छ फोहोर फोहोरलाई चाहिँ जापानिजमा कितानाई भनेर भनिन्छ है त कितानाई भनेको चाहिँ फोहोर रहेको छ त्यसैगरी व्याख्या भन्नु पर्यो भने सेचुमे सेचुमे भनेको चाहिँ व्याख्या कुनै पनि कुराको व्याख्या गरिदिनुहोस् भनेर भनिन्छ नि त्यतिखेर चाहिँ सेचुमेको प्रयोग गरिन्छ त व्याख्या सो अर्को रहेको छ आवश्यक आवश्यकलाई चाहिँ जापानिजमा हिचुयो भनेर भनिन्छ हिचुयो भनेको के हो त आवश्यक रहेको छ त्यसैगरी महत्त्वपूर्ण महत्त्वपूर्णलाई चाहिँ जापानिजमा जुयो भनेर भनिन्छ त जुयोको अर्थ चाहिँ के रहेको छ त महत्त्वपूर्ण रहेको छ त्यसैगरी जानकारी जानकारीलाई चाहिँ जापानिजमा जुहो भनेर भनिन्छ त जुहो भनेको के हो त जानकारी रहेको छ त्यसैगरी बिजुली अथवा बत्तीलाई चाहिँ जापानिजमा देन्की भनेर भनिन्छ त देन्कीको अर्थ चाहिँ बिजुली अथवा बत्ती रहेको छ त्यसैगरी ज्वरो ज्वरोलाई चाहिँ जापानिजमा नेचु भनेर भनिन्छ त नेचु भनेको के हो त ज्वरो रहेको छ त्यसैगरी रोगलाई चाहिँ जापानिजमा ब्योकी भनेर भनिन्छ ब्योकी भनेको चाहिँ रोग है त सो अर्को रहेको छ उपचारलाई चाहिँ जापानिजमा चिर्यो भनेर भनिन्छ त चिर्यो भनेको चाहिँ उपचार रहेको छ त्यसैगरी जाँचलाई चाहिँ केन्सा भनेर भनिन्छ त केन्साको अर्थ के हो त जाँच अथवा चेकअप है त सो अर्को रहेको छ बिदालाई चाहिँ जापानिजमा यासुमी भनेर भनिन्छ यासुमी भनेको बिदा अथवा छुट्टी रहेको छ त्यसैगरी विश्रामलाई चाहिँ जापानिजमा क्युकेई भनेर भनिन्छ क्युकेई भनेको चाहिँ के हो त विश्राम रहेको छ विश्रामलाई चाहिँ जापानिजमा क्युकेई भनेर भनिन्छ त्यसैगरी बिजनेस ट्रिपलाई चाहिँ जापानिजमा सिउचेउ भनेर भनिन्छ त सिउचेउ भनेको के हो त बिजनेस ट्रिपलाई चाहिँ जापानिजमा सिउचेउ भनेर भनिन्छ सो अर्को रहेको छ यात्रा यात्रालाई चाहिँ जापानिजमा रेकौ भनेर भनिन्छ त रेकौ भनेको चाहिँ यात्रा रहेको छ यात्रालाई चाहिँ जापानिजमा रेकौ भनेर भनिन्छ यात्रा अथवा भ्रमण सो अर्को रहेको छ हबी हबीलाई चाहिँ जापानिजमा स्युमी भनेर भनिन्छ त स्युमी भनेको चाहिँ हबी रहेको छ सो अर्को हेरौँ अर्थतन्त्र अर्थतन्त्रलाई चाहिँ जापानिजमा केइजाई भनेर भनिन्छ त केइजाई भनेको चाहिँ अर्थतन्त्र रहेको छ त्यसैगरी राजनीति राजनीतिलाई चाहिँ जापानिजमा सेइजी भनेर भनिन्छ सेइजी भनेको के हो त राजनीति रहेको छ राजनीतिलाई चाहिँ जापानिजमा के भनिदो रहेछ त सेइजी भनेर भनिदो रहेछ सो अर्को रहेको छ समाज समाजलाई चाहिँ जापानिजमा स्याकाई भनेर भनिन्छ त स्याकाईको अर्थ चाहिँ समाज रहेको छ समाजलाई चाहिँ जापानिजमा स्याकाई भनेर भनिन्छ त्यसैगरी आम्दानी आम्दानीलाई चाहिँ जापानिजमा सिउन्यु भनेर भनिन्छ त सिउन्यु भनेको चाहिँ आम्दानी रहेको छ आम्दानीलाई चाहिँ जापानिजमा सिउन्यु भनेर भनिन्छ अर्को रहेको छ प्रक्रिया प्रक्रियालाई चाहिँ जापानिजमा स्योरी भनेर भनिन्छ स्योरीको अर्थ चाहिँ प्रक्रिया रहेको छ त्यसैगरी व्यवस्थापनलाई चाहिँ जापानिजमा खान्री भनेर भनिन्छ त खान्रीको अर्थ चाहिँ व्यवस्थापन रहेको छ त्यसैगरी प्रणालीलाई चाहिँ जापानिजमा सेइदो भनेर भनिन्छ त सेइदोको अर्थ चाहिँ प्रणाली रहेको छ त्यसैगरी आधारलाई चाहिँ जापानिजमा किसो भनेको के हो त आधारलाई चाहिँ जापानिजमा किसो भनेर भनिन्छ त्यसैगरी रिपोर्टलाई चाहिँ जापानिजमा हौकोकु भनेर भनिन्छ हौकोकुको अर्थ चाहिँ के रहेको छ त रिपोर्ट रहेको छ त्यसैगरी सूचनालाई चाहिँ जापानिजमा चुची भनेर भनिन्छ त चुची भनेको चाहिँ सूचना रहेको छ
सो अर्को रहेको छ प्रमाण प्रमाणलाई चाहिँ जापानिजमा स्योमेई भनेर भनिन्छ त स्योमेईको अर्थ चाहिँ प्रमाण रहेको छ प्रमाणलाई चाहिँ जापानिजमा स्योमेई भनेर भनिन्छ त्यसैगरी रेकर्डलाई चाहिँ जापानिजमा किरोकु भनेर भनिन्छ त किरोकुको अर्थ चाहिँ रेकर्ड रहेको छ त्यसैगरी सावधानीलाई चाहिँ जापानिजमा चौई भनेर भनिन्छ त चौई भनेको चाहिँ सावधानी रहेको छ त्यसैगरी निषेध भन्नु पर्यो भने चाहिँ किन्सी किन्सी भनेको चाहिँ निषेध रहेको छ त्यसैगरी नियमलाई चाहिँ जापानिजमा किमारी भनेर भनिन्छ किमारी भनेको चाहिँ नियम रहेको छ नियमलाई चाहिँ जापानिजमा किमारी भनेर भनिन्छ त्यसैगरी व्यवस्थापनलाई चाहिँ सेरी भनेर भनिन्छ सेरी भनेको व्यवस्थापन त्यसैगरी बचतलाई चाहिँ जापानिजमा सेचुयाकु भनेर भनिन्छ सेचुयाकु भनेको चाहिँ बचत है त त्यसैगरी उपभोगलाई चाहिँ जापानिजमा स्योही भनेर भनिन्छ स्योहीको अर्थ चाहिँ उपभोग रहेको छ त्यसैगरी उत्पादनलाई चाहिँ जापानिजमा सेइसान भनेर भनिन्छ सेइसान भनेको उत्पादन रहेको छ त्यसैगरी विकासलाई चाहिँ हातेन भनेर भनिन्छ त हातेनको अर्थ चाहिँ विकास रहेको छ त्यसैगरी परिवर्तनलाई चाहिँ जापानिजमा हेन्का भनेर भनिन्छ हेन्काको अर्थ चाहिँ परिवर्तन रहेको छ त्यसैगरी प्रभावलाई चाहिँ जापानिजमा कौका भनेर भनिन्छ कौका भनेको प्रभाव रहेको छ त्यसैगरी लक्ष्यलाई चाहिँ जापानिजमा मोक्कु ह्यौ भनेर भनिन्छ मोक्कु ह्यौ भनेको चाहिँ लक्ष्य रहेको छ त्यसैगरी योजनालाई चाहिँ जापानिजमा केइकाकु भनेर भनिन्छ त केइकाकु भनेको चाहिँ योजना रहेको छ त्यसैगरी कार्यान्वयन भन्न पर्यो भने चाहिँ जिक्कौ भनेर भनिन्छ त जिक्कौको अर्थ चाहिँ कार्यान्वयन रहेको छ अर्को रहेको छ परिणामलाई चाहिँ जापानिजमा सेइका भनेर भनिन्छ सेइकाको अर्थ चाहिँ परिणाम रहेको छ त्यसैगरी विश्वासलाई चाहिँ जापानिजमा सिनराई भनेर भनिन्छ त सिनराईको अर्थ चाहिँ विश्वास रहेको छ त्यसैगरी सम्बन्धलाई चाहिँ जापानिजमा खान्की भनेर भनिन्छ खान्की भनेको सम्बन्ध रहेको छ त्यसैगरी आदान प्रदान भन्नु पर्यो भने चाहिँ जापानिजमा कौर्यौ भनेर भनिन्छ कौर्यौ भनेको चाहिँ के हो त आदान प्रदान रहेको छ त्यसैगरी सहयोगलाई चाहिँ जापानिजमा क्युरेक्कु भनेर भनिन्छ क्युरेक्कु भनेको चाहिँ सहयोग रहेको छ त्यसैगरी सुधारलाई चाहिँ जापानिजमा खाइजेन भनेर भनिन्छ खाइजेनको अर्थ चाहिँ सुधार रहेको छ त्यसैगरी सुधार टेक्निकल कुरा चाहिँ सुधार भन्नु पर्यो भने चाहिँ कौजो भनेर भनिन्छ त कौजो भनेको चाहिँ सुधार रहेको छ टेक्निकल कुराहरू सो अर्को रहेको छ विकासलाई चाहिँ जापानिजमा खाइहात्सु भनेर भनिन्छ खाइहात्सु भनेको विकास रहेको छ त्यसैगरी कम्पनीलाई चाहिँ जापानिजमा किग्यु भनेर भनिन्छ त किग्यु भनेको चाहिँ कम्पनी रहेको छ त्यसैगरी सामानलाई चाहिँ जापानिजमा स्योहिन भनेर भनिन्छ स्योहिन भनेको चाहिँ सामान रहेको छ त्यसैगरी सेवालाई चाहिँ जापानिजमा साबिसु भनेर भनिन्छ साबिसु भनेको चाहिँ के हो त सेवा रहेको छ त्यसैगरी निर्देशनलाई चाहिँ जापानिजमा सिजी भनेको के हो त निर्देशन अथवा अर्डर हैन सो अर्को रहेको छ ग्यारेन्टीलाई चाहिँ जापानिजमा होस्यु भनेर भनिन्छ होस्यु भनेको के हो त ग्यारेन्टी रहेको छ ग्यारेन्टीलाई चाहिँ जापानिजमा होस्यु भनेर भनिन्छ त्यसैगरी सम्झौतालाई चाहिँ जापानिजमा केयाकु भनेको चाहिँ के हो त सम्झौता रहेको छ त्यसैगरी अर्को रहेको छ मानसिकतालाई चाहिँ जापानिजमा सेइसिन भनेर भनिन्छ त सेइसिनको अर्थ के हो त मानसिकता रहेको छ सो अर्को रहेको छ शक्तिलाई चाहिँ जापानिजमा चिकारा भनेर भनिन्छ त चिकारा अर्थात् चिखारा दुवै प्रोनाउन्सेस गरिन्छ सो अर्को रहेको छ प्रगतिलाई चाहिँ जापानिजमा सिन्पो भनेर भनिन्छ सिन्पो भनेको चाहिँ प्रगति रहेको छ त्यसैगरी ज्ञानलाई चाहिँ चिसिकी भनेर भनिन्छ चिसिकीको अर्थ चाहिँ ज्ञान रहेको छ त्यसैगरी प्रविधिलाई चाहिँ जापानिजमा गिज्युचु भनेर भनिन्छ गिज्युचु भनेको चाहिँ प्रविधि रहेको छ प्रविधिलाई चाहिँ जापानिजमा गिज्युचु भनेर भनिन्छ त्यसैगरी सम्भवलाई चाहिँ जापानिजमा खानौ भनेर भनिन्छ सम्भव भनेको चाहिँ खानौ रहेको छ त्यसैगरी असम्भव भन्नु पर्यो भने चाहिँ फुकानौ भनेर भनिन्छ फुकानौको अर्थ चाहिँ के हो त असम्भव रहेको छ त्यसैगरी आत्मा अथवा मनोबल भन्नु पर्यो भने चाहिँ जापानिजमा सेइसिन भनेर भनिन्छ र सेइसिनको अर्थ चाहिँ के हो त आत्मा अथवा मनोबल रहेको छ सो त्यसैगरी अर्को रहेको छ इच्छालाई चाहिँ जापानिजमा इसी भनेर भनिन्छ इसीको अर्थ के हो त इच्छा रहेको छ त्यसैगरी निर्णयलाई चाहिँ जापानिजमा केचुदान भनेर भनिन्छ त केचुदानको अर्थ चाहिँ निर्णय रहेको छ निर्णयलाई चाहिँ जापानिजमा केचुदान भनेर भनिन्छ त्यसैगरी व्याख्या भन्नु पर्यो भने खाइस्याकु भनेर भनिन्छ त व्याख्यालाई चाहिँ जापानिजमा खाइस्याकु पनि भनिन्छ त्यसैगरी निर्णय भन्नु पर्यो भने चाहिँ सिनपान भनेर भनिन्छ त सिनपानको अर्थ चाहिँ के हो त निर्णय रिफर है त सो अर्को रहेको छ समस्या समाधान भन्नु पर्यो भने चाहिँ जापानिजमा मोन्दाई खाइकेचु भनेर भनिन्छ मोन्दाई खाइकेचु भनेको समस्या चाहिँ समाधान रहेको छ